शिवब्रह्मदेवादिभिः सस्तुतं च रमामन्दिरं देवनन्दापदाहं भजे राधिकावल्लभं कृष्णचन्द्रम्। रसं वेदान्तवेद्यं दुरापं सुगम्यं तदीयादिभिर्दानवग्नं चलत्कुण्डलं सोमवंशप्रदीपं भजे राधिकावल्लभं कृष्णचन्द्रम्। यशोदादिसल्लालितं पूर्णकामं दशोरजनं प्राकृतस्थस्वरूपं दिनान्ते समायान्तमेकान्तभक्ते भजे राधिकावल्लभं कृष्णचन्द्रम्। कृपादृष्टिसम्पातसिक्तस्वकुञ्जं तदन्तस्थितस्वीयसम्यग्दशादं पुनस्तत्र दैस्यत्कृतैकान्तलीलं भजे राधिकावल्लभं कृष्णचन्द्रम्। गृहे गोपिकाभिर्धुते चौर्यकाले तदश्नोश्च निक्षिप्य दुग्धं चलन्तं तदा तद्वियोगादिसम्पत्तिकारं भजे राधिकावल्लभं कृष्णचन्द्रम्। चलत्कौस्तुभव्याप्तवक्षप्रदेशं महावै शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय। कर्पूरगौरं
हरि बोल 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 सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल सुखमा चाहिँ तिम्रो भगवान छेउमै पर्दैनन् दुःख पर्दा तिम्रो पाउ छोड्दैनन् सुखमा चाहिँ तिम्रो भगवान छेउमै पर्दैनन् दुःख पर्दा तिम्रो पाउ छोड्दैनन् जब हुन्छ रुपैयाँ संसारलाई गन्दैनन् जब खल्ती त्यो तिमीलाई जप्नै छोड्दैनन् हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल आयो मर्दा खाली जाने हौ बाँचुन्जेल तेरो र मेरो केका लागि गर्दैछौ जन्मिँदा तिमी रित्दै आयो मर्दा खाली जाने हौ बाँचुन्जेल तेरो र मेरो केका लागि गर्दैछौ दुई दिनको जिन्दगी यो हाँसेर बिताऊ रिस राग घमण्ड घृणा सबै हटाऊ दुई दिनको जिन्दगी यो हाँसेर बिताऊ रिस राग घमण्ड घृणा सबै हटाऊ हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल पुरी पनि आखिर जाने घाटै हो सुनकी थालमा खाए पनि आखिर भोकलाई मार्ने हो धनै धनले पुरी पनि आखिर जाने घाटै हो सुनकी थालमा खाए पनि आखिर भोकलाई मार्ने हो बाँचुन्जेल राम्रो कर्म गर्न सिकाऊ मरेपछि तिम्रो नाम अमर बनाऊ बाँचुन्जेल राम्रो कर्म गर्न सिकाऊ मरेपछि तिम्रो नाम अमर बनाऊ हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका
मे खान्दं मे दमः नमस्तुत्रेभ्य ते पृथिव्यां ते कामन्नमिकवत् यता हेर त हेर उता उता अङ्कल हेर पानी कताइदिनु भयो कति मिनेट लाग्छ न एकछिनमा जान्छ
तब हेतया अब सबै घुम्न हरि ओम उपनयन मङ्गलं महासयाम सुवरहित अपुत्रा पुत्रिणा सन्तु पुत्रिणां सन्तु पौत्रिणां निर्धनां सधनां सन्तु जीवन्तु शरणं सदा तत्र भगवान् तत्र गोदावरी सिन्धु सरस्वती या कुञ्जन्तु सदा नन्दवल्लभ्य मनसेन्द्रियर्मं पूज्यं मनोपापगति स्वभावात् ओम सैद चन्द्रहरै नमः आद्यासैदे भवानी भुवनेश्वर्यै नमः। बोलिए जगत साक्षी सूर्य भगवान को धर्म साक्षी भगवान को दीनाथा गणेश भगवान को वरुण कलशादि देवहरू को मातृदेवहरू को सूर्यादि नवग्रहहरू को इन्द्रादि दिक्पालहरू को ऐरावतादि अष्टदिग्गजहरू को चतुर्वेदहरू को अष्टादश महापुराण को अष्टादश उपमहापुराण को श्रीमद् भागवत महापुराण को एकाह ज्ञान महायज्ञ को वीरदेवतार ज्ञान महायज्ञ को श्री कथा ब्रह्मा जी को पालन कथा विष्णु भगवान को कथा शंकर भगवान को चतुरा सिद्धि व्रत को सहस्र चंद्र दर्शन को लक्षरा सिद्धि पर्वतहरू को चतुरा सिद्धि यज्ञहरू को वैश्वानर अग्नि भगवान को आनंद गंध भगवान को जय जय श्री राधे।
महेश्वर गुरु साक्षात् गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। अब टिको लगाइदेऊ अलिअलि पानी हाल्नुपर्छ। हात हाल्देऊ आउँछु त म तिमीखेरि शोभा यो त भोलि पर्सिसँग हेर्नु तपाईँ यहाँ आइन्छ त
एक कतिपय मान्छे सरकारमा गएको छ उही उम्मेदवार छ अब तपाईँको यो मुलुकमा एकाउन्टको सरकार दिएपछि सुदन गुरुङले प्रधानमन्त्री बनाउँछ त्यो पनि पत्याउनु कुरो होइन के श्रीमतीले विगति बनाउने हो कि होइन बोरा खै हामीले 3 चक्कर लाग्छ अलिकति जल राख्नु है लाउनेलाई राम्रै लाउनु बाँड्ने लागिरहेको
यही दिशा चाहिँ जाने है तिमी यताबाट जाऊ ढोकरै जान पर्यो को पूजा गर्नुहोस् उहाँ पुगेसन पर्दिमा अनुलेपनमा विरुद्धम विलय वाक्यदान घोषणेश्वर वाक्यदान माथि जानु ल अब त्यसलाई भैमा राखिदिनु है मिल्या छ कि ब्यालेन्स मिल्या छ हो त्यहाँ राख्नु त अब आमालाई साह्रो घण्टा बजाउनु सबैले छोडिदिनु है हात छोडिदिनु है बढी थाहा छैन एउटा पक्का झिकाउँछ सानो सानो अझै एउटा हालिदिनु एउटा भागवत महापुराण को राजा परीक्षित महाराज को गायत्री माता को सावित्री माता को सरस्वती माता को गो माता समस्त पितृगणहरूको आनन्द गन्ध शंकर भगवान को अब हामीले यत्तिकै उठाउँछ फेर फेर्ने वैकुण्ठमा बसेर लक्ष्मी र विष्णु प्रभु वैकुण्ठमा बसेर भक्तको उद्धार गर्छन् मुसु मुसु हाँसेर भक्तको उद्धार गर्छन् मुसु मुसु हाँसेर तुलसी पत्र चढाउला बुधबार लक्ष्मी र विष्णुको ध्यान गरौला तुलसी पत्र
कारवातिर सन्तोषीको आराधना गर्ने हो कारवातिर सन्तोषीको आराधना गर्ने हो दुर्गा देवी कामाख्याको शरणमा पर्ने हो दुर्गा देवी कामाख्याको शरणमा पर्ने हो याद गर मनदेखि शुक्रबार की माता पार्वती र सन्तोषी याद गर मनदेखि शुक्रबार की माता पार्वती र सन्तोषी याद गर मनदेखि शुक्रबार की माता पार्वती र सन्तोषी याद गर मनदेखि हे भगवान शुक्रबार की माता पार्वती र सन्तोषी याद गर मनदेखि शुक्रबार की माता पार्वती र सन्तोषी याद गर मनदेखि शुक्रबार की माता पार्वती र सन्तोषी याद गर मनदेखि शरणमा पर्ने छौ रक्षा गर नवैग्रह शरणमा पर्ने छौ देवी देवता सबलाई सम्झी शनिको ध्यान गर्ने छौ देवी देवता सबलाई सम्झी शनिको ध्यान गर्ने छौ तिम्रै शरण पर्ने हो शनिबार शनि देवी शनिबार शनि देवी शनिबार शनि देवी भक्ति गर्ने हो तिम्रै शरण पर्ने हो शनिबार शनि देवी भक्ति गर्ने हो तिम्रै शरण पर्ने हो शनिबार शनि देवी भक्ति गर्ने हो तिम्रै शरण पर्ने हो शनिबार शनि देवी भक्ति गर्ने हो तिम्रै शरण पर्ने हो तिम्रै शरण पर्ने हो ओइ माथि घट्यो हजुर यसो राखिदिनु त हजुरले यहाँ राख्नु
झोला ऊ उहाँ छ आमालाई छोरा हुँदै राख्नु कि आमाको हात छोरा हो यसो राख्नु त त्यसलाई भन्नु नि त बिरामीलाई। त्यो चिन्न हात्दिन है। अब उता झर्न लाग्यो तिमीले लगाएको कान्छी प्रसाद कसले औसीलाई दिन्छ बाबु त्यहाँ दिन गएर सबको नाति हो म गएर सबको नाति दिनुभएको आमाको मुखभरि यसो हो धेरै लाग्छ हो कि टिको लगाइदिनु भयो अब यो फेरि कसले छुट्या दिन्छ टिका लगाइदिनु आमाको आशीर्वाद हो नि त केटा सिद्धार्थ हुन्छ दिन्छ हो त्यसरी ल यहाँ मान अलि भिजायो हुन्छ कि आमाले यसलाई लगाइदिनु हुन्छ आशीर्वाद किन चालु गर्नु यस्ता यस्ता गीत दिनु यस्ता यस्ता आमाको हात यो होइन यो होइन बस्नु दिनु त अब सानीलाई छोरी
बच्चाहरूलाई त्यस्तो अब अर्थ खोज्दैन भन्छ के रहेछ टिका लगाइदिने टिका यहाँ ल्याउनु भएको थियो रन्दामुल बस्ने बेला कति यहाँ के गर्ने त ल्याउनु त भयो अब सम्झिने जाने भिनाजु जानुभयो साथीलाई सारिदिनु काम यहीँ पाइन्छ एउटा पनि देख्न पाइन्छ हेर्नुहोस् अहिले भर्खरै देख्नुहोस् यस्तो गर्नु त लाउँछ होइन होइन एउटा मात्र है आमा हजुरआमा यी नातिनी बुहारी कान्छी पहिला तिमीले लानु होइन म त लगाए बराबरै छ नि नाति आशीर्वाद दिन पर्ने हो टाउको छोपेर बस्नुहोस् के हावा लाग्छ
अनि चिन्नु छ किन मान्छेको सबै चिनिन्छ यहाँ आशीर्वाद दिनु धेरै धेरै पऱ्यो है भन किनल दिएर आशीर्वाद दुई नाति हो यो दुई नाति मैले एकदम हिरो आउँछ खुसी बनाउने होइन आमाकै हातबाट दिएको शिर
क्षमा परोस् भनिकन देवदेवताको हात काली बनारस नगई माता छोडी काली बनारस सेवा गरे हुँदो रहेछ धर्म खाना पुग्छ राम्रो हुन्छ गरेपछि कर्म यो छडाको छु खोला रक्षा गर्देऊ है खोला यो छडाको छु खोला रक्षा गर्देऊ है खोला यो छडाको छु खोला भने बर रोप्छु हुन दिन्न कमी हुन दिन्न कमी मैले नि रोपे वर्ष 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 नभए घन्टी भयो नि घन्टी पनि हेर्नु हुन्छ बाबु बजाऊ बजाऊ समाबारुणी देवीले तिरपाला जगा
अनि यहाँ गएको भनेर कति राम्ररी कसलाई भन्दाखेरि कहिले एप्रिलमा के आपकी फ्यूचर पार्टनर की सैलरी कितनी होगी कसो थाहा भयो रिली हेर्न सुरु भयो फेक आइडी हेर्नु Kati suaya